नमस्कार, म डाक्टर केबी पौडेल। आज विशेष गरेर नारायण पहराईजी जो बुटवलको सुप्रिम सहकारीको बचतकर्ता हुनुहुन्छ, विशेष गरेर उहाँकै जाहेरीको आधारमा रवि लामिछानेज्यूलाई चाहिँ हिरासतसम्म पुगेको भन्ने समाचारहरू बाहिर आएसँगै उहाँले एउटा सत्य कुरा लेख्नु भएको छ। उहाँले लेख्नु भएको कुरा यस्तो छ, रवि लामिछाने विरुद्ध मैले जाहेरी दिएकै छैन। हेर्नुहोस् है, शीर्षक नै उहाँले के लेख्नुभयो, रवि लामिछाने विरुद्ध मैले जाहेरी दिएकै छैन। त्यसपछि उहाँले लेख्नुहुन्छ, सुप्रिम बचत तथा सहकारी संस्थाका कैयौं बचतकर्ता मध्ये म पनि एक हुँ। हेर्नुहोस् है, सहकारीले बचत फिर्ता दिन नसकेपछि प्रहरीले उजुरी दिन भन्यो र इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिए। मेरो उजुरी कोही व्यक्ति लक्षित थिएन, बचत फिर्ताका लागि मात्रै थियो। एक वचन नसोधी, सहमति समेत नलिई प्रहरीले मलाई नै मुख्य उजुरीकर्ता जसरी प्रस्तुत गरेर अनुसन्धान प्रतिवेदन बनाएछ। अहिले वादी नेपाल सरकार भनेर रूपन्देही जिल्ला अदालतमा मुद्दा चलाइयो। बचत फिर्ताको आग्रह बाहेक कुनै व्यक्ति विरुद्ध किटानी जाहेर दिएको थिएन, तर रवि लामिछाने विरुद्ध मैले नै किटानी जाहेर दिएको जसरी प्रचार गरिएकै छ। यो प्रचारमा सत्यता छैन। करोडौं करोड बचत हुनेलाई छोडेर थोरै बचत रहेको मलाई जानकारी पनि नदिई प्रहरीले किन मुख्य उजुरीकर्ता बनायो अझै बुझ्न सकेको छैन। म जस्तै अन्यले पनि बचत फिर्ता पाउने आशामा उजुरी गरेका थियौं, तर यत्रो समय बित्यो, खै त संसदीय विशेष छानबिन समितिले बचत फिर्ताका लागि के सिफारिस गर्यो भनियो, तर सरकारले ती सिफारिस कार्यान्वयनमा ध्यानै दिएको छैन। केही व्यक्ति पक्राउ गर्ने, थुन्ने र मुद्दा चलाउने बाहेक यसबीच सरकारले पीडितलाई न्याय दिने काम के गर्यो? केही गरेको छैन। बरु हामी जस्ता पीडितलाई देखाएर राजनीति पो गरियो कि? म कोही व्यक्ति लक्षित छैन। मेरो व्यक्ति लक्षित नगरिएको उजुरीलाई देखाएर र त्यसैका आधारमा मुद्दा चलाएर केही स्वार्थ पूरा गर्न खोजेको हुन् भने म अहिले पनि उजुरी फिर्ता लिनको लागि राजी छु। हामीले बचत फिर्ता मागेको हो, यसमा प्रतिबद्ध छौं। हामीले यसलाई समात, उसलाई थुन, त्यसलाई मुद्दा चलाऊ भनेको छैनौं। विधि प्रक्रिया, अड्डा अदालत र सरकारले पीडितलाई न्याय दिन्छ कि भनेर लामो समय चुप बसे। न्यायका नाममा पीडितलाई मात्रै होइन, अन्यलाई पनि निरन्तर अन्याय भएपछि बोल्न बाध्य भएको हुँ। निर्दोष फसाएर दोषी उम्काउने र सहकारी पीडितको पैसा फिर्ता पाउनुपर्ने मुख्य सवाललाई विषयान्तर गर्ने दुष्कर्म विरुद्ध सबै पीडितले खबरदारी गरौं। हेर्नुहोस् है, अब यो बडो रहस्यको कुरा छ। जसले उजुरी गरे पीडितले भनिएको थियो, तर उनले कुनै पनि व्यक्ति लक्षित गरेर उजुरी गरिएको छैन। अब यसै गरी जति पनि विभिन्न जिल्लाहरूमा पोखरा, काठमाडौँ, चितवन, होइन, अब उता पर्सा लगायतका सबै ठाउँहरूमा यसै गरी बोल्नुहोस् है आफ्नो आवाजलाई, किनभने यी भ्रष्टहरूले गर्दाखेरि, यी मती भ्रष्टहरूले गर्दाखेरि केही गरौं भनेर आएका नयाँ दलहरू, अथवा आज भर्खरै पनि समाचार सुनिसक्नु भयो होला, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष जोसँग सीके राउतसँग चाहिँ अहिले पार्टी एकताको अन्तिम चरणमा हुनुहुन्थ्यो, उहाँहरू घोषणा गर्न बाँकी थियो। घोषणा गर्नु पूर्व नै अहिले चाहिँ नागरिक उन्मुक्ति पार्टीका अध्यक्षलाई चाहिँ रेशमलाल चौधरीलाई लगेर थुनिसक्यो। राष्ट्रपतिले हिजो चाहिँ माफी मिना गरिदिएको सजायलाई आज खै किन हो, कसरी हो थाहै छैन, अटोमेटिक रूपमा आएर समातेर लगेर जेलमा हालिसक्यो। त्यसैले यहाँ को कति बेला फस्छ भन्ने कुरो थाहा छैन। जसले देश र जनताका लागि आवाज उठाउँछ, चाहे यसमा रविन्द्र मिश्र होस्, चाहे दुर्गा प्रसाई अथवा रवि लामिछाने, अथवा जति पनि जो व्यक्तिहरूले बोल्नुहुन्छ नि यो राष्ट्रको लागि, हाम्रो राष्ट्रमा भएको बेतिथि र बेविचारीको विरुद्धमा अथवा भ्रष्टाचारको विरुद्धमा जसले आवाज उठाउँछ, आखिर घुमाई फिराई केपी सरकारले अथवा कांग्रेसका गगन सरकार भनौं, होइन, अब त गगन दाई अहिले अब नेपालमा निकै चर्चित हुनुहुन्छ। केही न केही कुराहरू हामीले पनि गगनजीसँग आशा गरेका थियौं, तर अहिले गगन थापासँग आशा गर्ने व्यक्तिहरूले सायद 84मा केही भन्लान्, केही गर्लान्, थाहा छैन। उहाँको राजनीतिक भविष्य के हो थाहा छैन। उहाँकै सायद यो सम्पूर्ण प्लान थियो। यो प्लान केपी ओली सरकारमा जानुभन्दा पहिला पक्कै पनि रवि लामिछानेलाई माया गर्ने मान्छे हुनुहुन्थ्यो भन्ने लाग्छ। तर कांग्रेससँग आबद्ध भइसके पछाडि गगन थापा
जोसँग अलिकता चाहिँ निकट रहेका व्यक्ति स्वर्णिम वाग्ले, डाक्टर स्वर्णिम वाग्ले चाहिँ रवि लामिछानेको पार्टीमा आइसके पछाडि त्यो रिस फेर्नको लागि गगन थापा लागिराख्नु भएको थियो। अन्ततः उहाँ सफल त हुनुभयो उहाँ सरकारमा भएको कारणले। तर आफैले खनेको खाल्डोमा भोलि आफै जाकिन सकिने स्थिति पनि देखिँदैछ। हेर्नुहोस् है, किनकि जुन नजिर यिनीहरूले बसालेका छन् ती नजिरहरू भोलि पनि त युटिलाइजेसन त हुनुपर्छ। त्यसैले एकजना रविलाई लगेर थुन्दैमा राष्ट्रसभा सकिँदैन भनेर भन्दै गरेका साथीहरूले आज 48 लाखभन्दा बढी पार्टीका चाहिँ शुभचिन्तकहरूले उहाँहरूको जुन पेज छ अथवा उहाँको जुन वेबसाइट छ सदस्यता लिने लिए भन्ने हल्ला पनि सुनिन्छ। तर म चाहिँ फेरि कुनै पनि पार्टीको सदस्य चाहिँ होइन, यसमा क्लियर हुनु होला। तर एउटा व्यक्तिमाथि जसरी प्रतिशोध साँधेर लगियो आज त्यस्ता व्यक्तिहरू थपिँदै गएका छन्। दुर्गा प्रसाई अथवा धवल शमशेरलाई केही समय छोडिएको होला, फेरि यिनीहरूले लान सक्छन् होइन। अब यसै गरी रविन्द्र मिश्र अथवा अब यो हुँदै जाँदाखेरि यहाँ राजेन्द्र लिङ्गदेन, ज्ञानेन्द्र साई अथवा जति पनि अलिकता फरक धारले होइन त्यो चाहिँ केही गर्छु भन्ने व्यक्तिहरूलाई त सरकारले देखिसक्दैन। हामीले देख्दै आइरहेको कुरो अब हिजो कुलमान घिसिङ हुँदा त्यति धेरै फाइदामा गएको आज 5 अर्ब ऋण लिनुपर्ने अवस्थामा पुर्याइसके यिनीहरूले प्राधिकरणलाई गीतेन्द्र साक्यले के भन्ने। अब लोड सेटिङ छैन भन्छन्, बत्ती गएकै छ सबैलाई थाहा छ होइन। राम्रोसँग मान्छेहरूले काम गर्न पाएका छैनन् तर भन्छन् लोड सेटिङ छैन। अनि अवस्था त्यस्तो छ। हिजो फाइदामा गएको हितेन्द्र साक्य आएको केही समयभित्रमै 5 अर्ब लोन लिएर चाहिँ चलाउनु पर्ने भयो प्राधिकरणलाई भन्नेतिर लागिसके भने अब यिनीहरूको भर लागेर यो देशलाई कति इन्जेल यिनीहरूले लोड्छन् थाहा छैन। तर रवि जस्ता मान्छेहरूले अथवा चाहिँ रविन्द्र मिश्र जस्ता मान्छेहरू, दुर्गा प्रसाई जस्ता मान्छेहरू अथवा अलिकता केही फरक तरिकाले केही गर्छु भनेर आएका मान्छेहरूलाई जसरी निमोठे गर्दैछ केपी सरकारले अथवा देउबा सरकारले, यी केपी र देउबा सरकार विरुद्ध पक्कै पनि 84मा बाजा चाहिँ बज्छ होला है। कतै घन्टी बज्ला, कतै लौरो बज्ला, कतै के बज्ला। अब पर्खाइ भनेको 2 वर्ष पर्खाइ, त्यस पछाडि सायद कतिजनालाई बाई गर्नुपर्ने हो थाहा छैन। तर नेपाली जनताले आफ्नो विवेकको सही सदुपयोग गर्नुपर्छ। यसरी कुनै पनि व्यक्तिलाई झुट्टा मुद्दा लगाएर जसरी केपी सरकारले लगेको छ भोलि यिनीहरूका त ओरिजिनल मुद्दा छन्, चाहे केपीका हुन् चाहे चाहिँ कुनै पनि व्यक्तिहरू जति पनि राजनीतिमा लामो समयदेखि गर्दै आएका व्यक्तिहरू छन्। हिजो चप्पल पड्काएर गाउँबाट आएका मान्छेहरूका आज काठमाडौँमा कसरी महल ठडिए त। यदि यी सबै व्यक्तिहरूको छानबिन गरेर राज्यको स्रोत त्यसैलाई बनाउने हो भने पनि हाम्रो राष्ट्र अरू राष्ट्रभन्दा निकै अगाडि जाने जस्तो देखिन्छ। त्यसैले यी भ्रष्टहरूका दिन त आउँदैछन्, धेरै दिन छैनन्। त्यसै भएर ठिक छ, पर्खिँदै जाउँ। झुट्टा मुद्दा लगाउनेहरूलाई भोलि यिनै जनताले कालो मसो दल्नेछन्। बाइ।